मिथुन राशि फागुन महिनाको राशिफल सुन्नुहोस् है त। फागुन महिना हजुरहरूका लागि राम्रो छ या अप्ठ्यारो परिस्थिति आउन सक्छ? त्यस्तै फागुन महिनालाई कसरी राम्रो बनाउने त? अनि फागुन महिनामा कुन बार शुभ हुन्छ, कुन दिशा शुभ हुन्छ, कुन रङ शुभ हुन्छ, सबै जानकारी यही छोटो भिडियोमा छ। त्यस्तै हजुरहरूले चिना विश्लेषण गराउन चाहनुहुन्छ, चिना बनाउन चाहनुहुन्छ भने 9769210455 मा व्हाट्सएप गरेर आजै बुक गर्नु होला है त। फागुन महिनामा मिथुनको लागि चाहिँ आत्मविश्वास बढ्ने, मेहनत परिश्रम गर्न मन लाग्ने समय छ कि आत्मविश्वास बढ्ने, मेहनत परिश्रम गर्न मन लाग्ने समय छ। त्यस्तै धार्मिक तथा सामाजिक काममा मन जाने समय छ मिथुनको लागि। धार्मिक काम तथा सामाजिक कार्यमा मन जाने समय छ। सामाजिक तथा सामाजिक व्यक्ति छरछिमेकीहरूसँग भेटघाट हुने भयो, क्या आफ्नै समाजका व्यक्तिसँग छरछिमेकीहरूसँग पुनर्मिलन हुने योग पनि छ। हजुर बाहिर टाढा हुनुहुन्थ्यो भने पुनर्मिलन हुने भयो, वा छरछिमेकी हजुरहरूको ठाउँमा गएर पुनर्मिलन हुने भयो, त्यस्तै योग पुनर्मिलनको योग बनेको छ। त्यस्तै अनलाइन तथा सोसल मिडियाबाट हजुरहरूलाई लाभको समय छ। जसले अनलाइनबाट काम कारोबार गरिरहनु भएको छ, सोसल मिडियाबाट हजुरहरूले पैसा कमाउनु छ, डिजिटल मार्केटिङबाट पैसा कमाउनुहुन्छ, जसले पत्रकारिता गर्नु भएको छ हजुरहरूलाई राम्रो छ, एकदमै राम्रो छ। भाइ बहिनी तथा साथी सर्कलको साथ सहयोग मिल्ने भयो। आफूभन्दा साना व्यक्तिहरू, भाइ बहिनीहरू र आफ्ना साथी सङ्गीहरूको साथ सहयोग मिल्ने महिना छ। पढाइमा भने मन लाग्ने छैन। स्कुल लेभलको साथीभाइ होस् वा कलेज लेभलको, पढाइमा ध्यान नजाने के, ध्यान अन्त बाहिर जाने, पढाइमा ध्यान नजाने यो परिस्थिति आउँछ। पढ्नु होला, पढाइमा ध्यान जगाउनु होला यो भिडियो हेरेपछि। त्यस्तै राजनीतिक र सामाजिक व्यक्तिको उचाइ बढ्ने छ। राजनीतिक तथा सामाजिक व्यक्तिहरूको चर्चा चुलिने छ है त, समय राम्रो छ। माता पिताको स्वास्थ्यमा चाहिँ अलिकति ख्याल गर्नु होला है त। माता पिताको स्वास्थ्यमा अलिकति ख्याल गर्नु होला। जागिर र काममा हजुरहरूलाई नयाँ जिम्मेवारी थपिने भयो। जसले जागिर गरिरहनु भएको छ वा अन्य कुराहरूमा, अन्य क्षेत्रमा काम गरिरहनुहुन्छ नि हजुरहरूलाई नयाँ जिम्मेवारी थपिने, अचानक नयाँ जिम्मेवारी थपिने योग छ। हजुरहरूले काम कार्य, आफ्नो योजनाहरू गोप्य तरिकाले काम गर्नु होला। यदि छताछुल्लो गर्नुभयो भने हजुर असफल हुनुहुन्छ, ख्याल गर्नु होला है त। 1 र 9 भाव कनेक्सन भएको छ, भाग्यले साथ दिने समय छ। 10 भाव पनि एक्टिभ भएको छ, हजुरको परिश्रमको फल पनि पाइनेछ। तर अष्टम भाव एक्टिभ भइदिएकाले जति गोप्य तरिकाले काम गर्नुभयो उति सफल, जति आफ्नो योजना छताछुल्लो पार्नुहुन्छ उति असफल। यो राशिफल सुनेपछि हजुरले यो कुरामा विचार पुर्याउनु होला। मान्यजन र गुरुजनको साथ सल्लाह सुझाव लिएर अगाडि बढ्नु होला। मान्यजन र गुरुजनको साथ सल्लाह सुझाव लिएर अगाडि बढ्नु होला। मन चञ्चल भएर घरमा बस्न मन लाग्ने छैन। छोटो दूरीको यात्रा धेरै भइरहने कि हजुरको, बार यात्रा गरिरहनु मन लाग्ने। छरछिमेक समाजमा कसैको काम पर्यो भने नि हजुरलाई नै अराउने सबैजनाले, यहाँ गइदिनुहोस् त, उहाँ गइदिनुहोस् त, त्यहाँ गइदिए त, यता गइदिए त, त्यस्तो हुन्छ है त। त्यस्तै वैदेशिक यात्राको कामहरू बन्नेछन् हजुरको। अब विदेश यात्राको कामहरू रोकिएको थियो भने अब फेरि सुचारू हुनेछन्। र जसले वैदेशिक यात्राको तयारी गरिरहनु भएको थियो भने काम एकदम छिटो बढ्नेछ, शुभसमाचार पाउनुहुनेछ। प्रेम सम्बन्धमा चाहिँ अचानक खटपट आउन सक्छ है त। हिजोसम्म ठिकै थियो, बिहानसम्म ठिकै थियो, आज खटपट आउने, दिउँसो खटपट आउने, अचानक त्यो परिस्थिति आउन सक्छ। आफ्नो सम्बन्ध जोगाउनु होला। समय र पैसाको बचत गर्नु। हजुरको समय पनि फजुलमा खर्च हुने, पैसा पनि फजुलमा खर्च हुने परिस्थिति आउन सक्छ। समय र पैसाको बचत गर्नु है त। त्यस्तै हरेक काम गर्नु अगाडि योजना बनाउनु। मैले यो काम यसरी गर्छु भनेर योजनाबद्ध तरिकाले अगाडि बढ्नु भयो भने हजुर सफल हुनुहुन्छ। लथालिङ्ग पाराले अगाडि बढ्नु भयो भने भर छैन है त। त्यस्तै बौद्धिक क्षमता र निर्णय क्षमता बढ्ने छ हजुरहरूको। बौद्धिक क्षमता र निर्णय क्षमता बढ्ने भयो। यो कामलाई कसरी सम्पन्न गर्ने त भनेर आफैले सोच्ने शक्ति एकदमै बढ्ने भयो। दीर्घकालीन महत्त्वको कामहरू पनि हजुरले सोचेर निर्णय गर्नुहुन्छ है त। त्यस्तै अचानक भाग्यको साथ पाइने योग पनि छ। फ्याट्टै रोकेको कुनै काम फ्याट्टै बन्दिने, सोच्दै नसोचेको बेला भाग्यले साथ दिने, यस्तो परिस्थिति पनि आउँछ हजुरहरूलाई है त। त्यस्तै सोच्दै नसोचेको झमेलामा पनि पर्न सकिन्छ। एउटा कुरा ख्याल गर्नु, हजुरले एकदम सचेत भएर अगाडि बढ्नु। होइन भने अष्टम भाव एक्टिभ भएको छ, सोच्दै नसोचेको झमेला आइपर्ने, यात्रा गर्नु भएको छ, सोच्दै नसोचेको बेला अप्ठ्यारो परिस्थिति आइदिन सक्ने यो कुरा हुन्छ। तर त्यति धेरै ठुलो समस्या चाहिँ आउँदैन, धैर्य रहनु है त। त्यस्तै शत्रु सक्रिय हुने, प्रतिस्पर्धी बढ्ने समय पनि छ। शत्रु एकदमै सक्रिय हुने, प्रतिस्पर्धी बढ्ने समय छ। पहिला ख्याल गर्नु, जित चाहिँ तपाईँकै पक्ष हुनेछ, नतिजा चाहिँ तपाईँकै पक्षमा हुनेछ है त। अब हजुरले चाहिँ दैनिक रूपमा पूजापाठ तथा ध्यान साधना मन्त्र जप गरेर फागुन महिनामा अगाडि बढ्नु होला है त। हरेक दिन आफ्नो इष्टदेवलाई सम्झिनु होला, आफ्नो इष्टदेवको मन्त्र जप गर्नु होला है त। त्यस्तै घर चाहिँ सफा राख्नु होला। हजुरले चट्ट घर सफा राख्नु होला, सफासुग्घर राख्नु होला। बुधबार हरियो कुरा, सिजनेबल तरकारीहरू दान गर्नु होला है त। हरियो फलफुल सिजनेबल हरियो तरकारीहरू बुधबारको दिन दान गर्नु होला। सकभर परिवारसँग धेरै समय बिताउनु। बाहिर हुनुहुन्छ भने फोनमा धेरै समय बिताउनु, घर हुनुहुन्छ भने परिवारसँग हाँसो रमाइलो ठट्टा गरेर बस्नु है त। त्यस्तै हजुरहरूलाई बुध र शुक्रबार राम्रो बार हो, शुभ बार हो। फागुन महिनामा बुध र शुक्रबार शुभ बार हो।
हरियो पहेँलो र चाँदी कलर हजुरहरूलाई राम्रो हो रङको रूपमा, हरियो पहेँलो र चाँदी कलर। त्यस्तै पश्चिम र उत्तर दिशा हजुरहरूलाई राम्रो हो दिशाको कुरा गर्नुपर्दा।